साथीहरु तपाईकोमा नि यस्तै खाली घरहरु झुन्डिरहेको छ होला हैन माउरी नआएर यसरी नै यो खाली घर झुन्डिरहेछ तपाईहरुकोमा नि सायद माउरी आएन होला हैन त अब मेरोमा चाहिँ यो एउटा खाली घर छ भने यहाँनिर चाहिँ एउटा माउरीले घर हेर्दै छ है त साथीहरु यहाँ हेर्नु होला यो चाहिँ स्काउट भी हो एउटा मात्रै छ सिंगल देख्नुभयो साथीहरु यसले घर हेर्दै छ यहाँनिर अब तपाईहरुले थाहा पाउनु पर्छ यो घर हेरेको हो भनेर अब यहाँनिर माउरी भएदेखि यो उडेर अन्यत्र जान्थ्यो है त चर्नलाई ल यसरी साथीहरु मेरोमा चाहिँ घर खोज्नु आइराछ अनि तपाईहरुकोमा चाहिँ नआउने हैन त साथीहरु के होला त फरक तपाईहरुले कहिले सोच्नु भयो त सायद सोच्नु भएन होला हैन त अब साथीहरु तपाईहरुले माउरी आएन मात्रै भनेर भन्नुभयो हैन तर माउरी किन आएन भनेर चाहिँ कहिले पनि सोच्नु भएन क्या त्यही हो हामी बीचको फरक र मेरोमा चाहिँ घर लिन आयो तपाईहरुकोमा चाहिँ आएन मेरोमा माउरी आयो तपाईहरुकोमा सायद आएन है त साथीहरु अब साथीहरु म हुँदै तपाईहरुले सोच्नु पर्छ त्यस्तो अब अप्ठ्यारो तरिकाले पनि म तपाईहरुलाई यो भिडियो चाहिँ प्रस्तुत गर्न गइरहेको छैन अब तपाईहरुले म हुँदै चाहिँ तपाईहरुले त्यस्तो सोच्नुपर्ने आवश्यक चाहिँ छैन है त साथीहरु किनभने म यस भिडियो मार्फत चाहिँ तपाईहरुलाई माउरी किन आएन तपाईहरुकोमा माउरी किन आउँदैन अथवा माउरी आउनलाई के कुराहरुमा सोच विचार गर्नुपर्छ भनेर चाहिँ म तपाईहरुलाई यस भिडियो मार्फत चाहिँ सम्पूर्ण डिटेलली जानकारी चाहिँ दिन्छु तपाईहरुले भिडियो चाहिँ कृपया स्किप नगरी हेर्दैन होला है त साथीहरु तपाईहरुले यदि माउरी साच्चै आफ्नो घरमा अट्र्याक्ट गराउन चाहनुहुन्छ भने चाहिँ स्किप नगरी हेर्नु होला है त साथीहरु अब साथीहरु कुरा गरौँ हामीले यसरी मुडे घरमा परम्परागत तरिकाले अट्र्याक्ट गर्ने बी भनेको एपिस सेरेना भन्छौं हामी त्यो चाहिँ जंगली माउरी यता हाम्रो लोकल माउरी भनेर चाहिँ अब जंगली माउरी भनेर चाहिँ त्यसलाई बुझ्नु पर्यो है त साथीहरु अब त्यस्तो माउरीहरुले चाहिँ यस्तो परम्परागत मुडे घरहरु चाहिँ एकदमै मन पराउने र आधुनिक घरमा चाहिँ अब कसरी बुझ्नुस् भने यो परम्परागत मुडे घरमा चाहिँ 80% आउने चान्स हुन्छ एपिस सेरेना जातिको माउरी भने अब त्यो अर्को परम्परागत घरमा चाहिँ 20% जति मात्रै आउने सम्भावना चाहिँ रहेको हुन्छ है त साथीहरु त्यसैले मुडे घरमा चाहिँ एकदमै त्यस्तो माउरीहरुले चाहिँ मन पराउने हुन्छ है त साथीहरु अब मुडे घर त मन पराउँछ तर तपाईहरुकोमा चाहिँ त्यही मुडे घरमा पनि माउरी आएको छैन अथवा घर खोज्नु पनि आएको छैन किन होला त साथीहरु यही विषयमा कुरा गरौँ है त साथीहरु अब सबैभन्दा पहिला तपाईहरुले सोच्नुपर्ने कुरा के भने एक नम्बरमा तपाईहरुको वरिपरि चरण क्षेत्र है माउरीको चरण क्षेत्र अब माउरीको चरण क्षेत्र भन्नुबित्तिकै वरिपरि रहेको जंगलहरु है फूल बोट बिरुवाहरुलाई नै यो प्राकृतिक स्रोतलाई नै मान्नु पर्यो तपाईहरुको त्यो घर छेउछेउमा एक दुईवटा आँप लिचीको बोटले केही पनि हुनेवाला छैन माउरीलाई अब जंगल कतिको टाढो छ तपाईहरुको घरदेखि अथवा तपाईहरुले जहाँनिर चाहिँ घरको डोडी यसरी राख्नु भएको छ त्यो क्षेत्रदेखि जंगल कतिको टाढो छ है त साथीहरु यसरी हेर्नुस् है त यसरी जंगल चाहिँ कतिको टाढो छ त साथीहरु अब यो कुरालाई बुझ्नलाई माउरी कति किलोमिटरसम्म चर्न जान्छ त सामान्यतया भन्दाखेरि ठ्याक्कै चाहिँ हुँदैन यसको जस्तै तपाईहरुले सामान्यतया तपाईहरुको यस्तो घर राखेको यो परम्परागत मुडे घर राखेको ठाउँदेखि 3 देखि लिएर 3.5 अथवा 4 किलोमिटर भित्रमा चाहिँ जंगल हुनै पर्छ है त साथीहरु यदि त्यतिको नजिक पनि जंगल भएन भने चाहिँ तपाईहरुको माउरी आउने चान्सेस चाहिँ एकदमै कम भएर जान्छ है त साथीहरु किनभने 3 देखि 3.5 किलोमिटर सम्मको दूरीमा चाहिँ माउरीहरुले चर्न जान चाहिँ एकदम प्रिफर गर्छ अब त्यो भन्दा धेरै टाढो जानु पर्यो भने चाहिँ हनी कलेक्ट गर्दा उनीहरुको एनर्जी चाहिँ छिटै लस हुने एनर्जी बढी लस हुने कारणले चाहिँ अब 3-4 किलोमिटर भन्दा टाढोको दूरीमा चाहिँ अब माउरीहरु कमै जान खोज्ने भएकाले चाहिँ जति नजिक छ त्यति छिटो माउरी आउँछ भनेर बुझ्नुहोस् अब 3-4 किलोमिटर भन्दा पनि धेरै टाढो छ भने चाहिँ तपाईहरुको माउरी आउने सम्भावना चाहिँ एकदम कम भएर जान्छ अब त्यो भन्दा धेरै दूरीमा चाहिँ माउरी जाँदैन त भन्दाखेरि पनि जान्छ तर त्यो चाहिँ अब कस्तो अवस्थामा जान्छ भन्दा चाहिँ अब स्रोतहरु केही छैन खाने स्रोत केही छैन अनि
आफ्नो गोला नै नाश भएर जाने भयो, आफ्नो गोलामा नै सङ्कट आइपऱ्यो भने चाहिँ त्यस्तो अवस्थामा चाहिँ जान्छ रेस्क्यु गर्नको लागि है। मुडे घार जहाँनिर राख्नुभएको छ त्यस्तो चाहिँ जङ्गलदेखि धेरै टाढा छ कि 4-5 किलोमिटर नै टाढा छ कि भनेर चाहिँ सोच्नुहोस् है त। त्यसरी धेरै टाढा छ भने चाहिँ तपाईँहरूकोमा आउँदैन है त साथीहरू है। अनि त्यसरी अब जङ्गल नजिक छ 2-3 किलोमिटरकै दायराभित्र चाहिँ तपाईँहरूले यसरी घार राख्नुभएको छ र पनि आइरहेको छैन। काँड चाहिँ हुनसक्छ, अन्य क्षेत्रमा नि घारहरू त हुन्छ नि त, अरू मान्छेले नि घारहरू राखेको हुन्छ है। अब अन्य मान्छेहरूकोतिर पनि गयो भनेदेखि तपाईँहरूकोमा पनि नआउने चान्सेस त हुन्छ, किनभने अब माउरी भन्ने चिज जङ्गलमा सीमित मात्रामा छ है त। अब अन्य मान्छेहरूकोमा गयो अनि जङ्गलदेखि अलिक नजिक भएको ठाउँमा गयो तपाईँहरूकोमा नआउन सक्छ त्यसरी है। अनि अर्को भनेको तपाईँहरूको घारको क्वालिटी। अब मैले बारम्बार भनेको छु तपाईँहरूलाई, घार बनाउने बेलामा 2 फुटभन्दा लामो चाहिँ हुनु भएन है त। घार 2 फुटभन्दा लामो घार नहोस्। अब आउँदै नआउने चाहिँ होइन, तर माउरीको लागि उपयुक्त वातावरणको हिसाबले भन्दैछु 2 फुटभन्दा घार लामो नहोस्, धेरै ठुलो नहोस्, यो धेरै सानो पनि नहोस्। अनि भित्र चाका लाउने ठाउँ चिल्लो होस् है, चाका लाउने ठाउँ चिल्लो बनाउनु पर्यो। अनि यो मेन गरी यो दुलोमा प्वालमा फोकस गरेर चाहिँ हामीले घारलाई चाहिँ एकदम बनाउनु पर्ने हुन्छ। प्वाल पनि चिल्लो हुनुपर्ने हुन्छ। अनि सुइटेबल तरिकाको धेरै सानो बनाउनु भयो भने चाहिँ त्यस्तो घारमा पनि माउरीले त्यति प्रिफर गरेर माउरीले मन पराएर आउने चाहिँ हुँदैन। आउँदै नआउने भन्ने पनि होइन, आउने त हुन्छ, तर अब दुलो चाहिँ एकदमै प्वाल चाहिँ एकदमै यसरी औँला ठ्याक्कै यसरी हल्लिने गरी मात्र बनाउनु होला। अब त्यसरी बनाउँदा चाहिँ माउरी आउँछ है त साथीहरू। अनि अब तपाईँहरूको डोड पनि ठिकठाक छ होइन, यस्तो घार पनि ठिकठाक छ, अब दुलो पनि ठिकठाक छ होइन। अनि त्यो ठिकठाक भए पनि तपाईँहरूकोमा चाहिँ आइरहेको छैन भने चाहिँ तपाईँहरूले अब यो पनि हुनसक्छ तपाईँहरूको घारको भित्र तपाईँहरूले कहिले खोलेर हेर्नु भएन, सेट गरेर एकचोटि राख्नुभयो अनि कहिले खोलेर हेर्नु भएन भने चाहिँ तपाईँहरूको त्यहाँनिर भित्र चाहिँ अब माकुराले जालहरू लाएर होइन, अनि यो माउसुलीहरू पसेर चाहिँ तपाईँहरूको घार हेर्न आयो भने पनि तपाईँहरूको त्यो खाइदिएर चाहिँ त्यहाँ नआउने हुनसक्छ, अनि जालमा परेर ती मर्ने हुनसक्छ है त साथीहरू। त्यस्तो अवस्थामा चाहिँ तपाईँहरूले अब भित्र खोलेर पनि बेला बेलामा चाहिँ घारहरू सफा गरिदिनु पर्ने हुन्छ है त साथीहरू। अब यति गरिसके पछाडि पनि माउरी आउँदैन किन होला त साथीहरू भन्दाखेरि अब हुनसक्छ तपाईँहरूको रखाइ मिलेको छैन। अब मिलेको छैन भन्दा पनि तपाईँहरूले कसरी यो पनि मिलाउनु पर्छ र भन्नु होला, त्यस्तो चाहिँ होइन साथीहरू। अब जस्तै कुनै ठाउँ हेरेर हुन्छ, ठाउँ र वातावरण हेरेर। अब कतिपय मान्छेले भन्छ कतिपय पूर्व राम्रो होइन, पूर्वतिर फर्किँदा चाहिँ माउरी आइहाल्छ, दक्षिणतिर फर्किँदा चाहिँ माउरी आइहाल्छ, त्यस्तो चाहिँ हुँदैन है त साथीहरू सबै केसमा। अब त्यो चाहिँ कुन ठाउँ कस्तो छ होइन, वातावरण कस्तो छ त्यो अनुसारले चाहिँ त्यसमा चाहिँ निर्धारित हुने कुराहरू त्यो। अब तपाईँले यसको लागि चाहिँ माउरीको लागि सुइटेबल ठाउँ रोज्नु पर्यो साथीहरू घार राख्दाखेरि। अब त्यो चाहिँ कसरी पहिचान गर्ने भन्दाखेरि चाहिँ तपाईँहरूले माउरी घार खोज्न आउने ठाउँको पहिचान गर्नु पर्यो है त। त्यसको लागि अब माउरी घार खोज्न आउने माउरीको पहिचान कसरी गर्ने भन्दाखेरि तपाईँहरूलाई मैले पहिला पनि भिडियो राखेको थिएँ। घार खोज्ने माउरीको पहिचान चाहिँ अब त्यो माउरी चाहिँ चढ्दैन, जुठो हुँदै कहीँ पानीमा बस्दैन है, यस्तो भित्तामा बस्दैन, बसी चाहिँ हाल्दैन है त्यस्तो माउरीहरू। तपाईँको शरीरमा पनि बस्दैन है त त्यस्तो माउरीहरू, तपाईँको वरिपरि आउन सक्छ, यस्तो भित्तामा डुल्न सक्छ, तर तपाईँको त्यो गएर चाहिँ बस्ने होइन, अनि पानी चुस्ने, अनि कतै फुलमा पनि जाने, बोटमा पनि जाने, त्यस्तो माउरी चाहिँ घार खोज्ने माउरी होइन। अब घार खोज्ने माउरी चाहिँ यस्तो भित्तामा डुल्छ है, तपाईँको वरिपरि पनि आउँछ तर बस्दैन तपाईँको कुनै पनि पार्ट्समा, अनि यस्तो वरिपरि डुलिरहेको हुन्छ, त्यस्तो माउरीलाई चाहिँ स्काउट भ्यू भन्छ। त्यस्तो माउरी चाहिँ घार खोज्ने माउरी हो। तर त्यो चाहिँ सिङ्गल हुन्छ अथवा 2टा मात्रामा मात्रै हुन्छ है। त्योभन्दा धेरै आएको थियो भने चाहिँ तपाईँहरूको घार खोज्ने माउरी स्काउट भ्यू होइन, त्यो चाहिँ चर्ने हो। तपाईँहरूले अब मिसअन्डरस्ट्यान्डिङ भएर चाहिँ त्यस्तरी नबुझिदिनु होला तिनीहरूलाई चाहिँ स्काउट भ्यू भनेर हो। त्यस्तो आउने क्षेत्र चाहिँ हेर्नु पर्यो, कुन क्षेत्रमा चाहिँ अब बढी त्यस्तोमा चाहिँ माउरी आइरहेछ, कुन क्षेत्रमा चाहिँ बढी मात्रामा त्यस्तो 1-2वटा माउरी चाहिँ घुमिरहेको छ त स्काउट भ्यूहरू होइन,
त्यस्तो क्षेत्रमा चाहिँ त्यस्तो क्षेत्रको पहिचान गरेर चाहिँ तपाईँहरूले त्यस्तो क्षेत्रमा चाहिँ माउरीलाई राख्नु माउरीको घार चाहिँ राख्नु पर्यो है त साथीहरू यसरी। र अर्को भनेको अब यति गर्दा गर्दै पनि तपाईँहरूको माउरी आइरहेको छैन भने चाहिँ अब मेन कुरा चाहिँ सिजनले पनि हुन्छ है त। मेन माउरी आउने सिजनको पनि पहिचान गरेर चाहिँ तपाईँहरूले घारहरू सरसफाइ अथवा व्यवस्थापनमा चाहिँ ध्यान दिनुपर्ने हुन्छ। अब त्यस्तो मेन सिजन भनेको चाहिँ तपाईँहरूको विन्टर सिजन भनेर बुझ्नुहोस्। विन्टर सिजन अनि समर सिजनको सुरुवाती चरणमा भनेर बुझ्नुहोस्। अब ठ्याक्कै नेपालीमा भन्दाखेरि चाहिँ यसलाई तपाईँहरूको अब यो चाहिँ तराई पहाड हिमाल चाहिँ अब हिमाली क्षेत्र तराई पहाड हैन, यो तीनै प्रदेशमा चाहिँ फरक फरक समयमा चाहिँ माउरीको सिजन सुरु हुन्छ है त साथीहरू। किनभने हिमाल पहाड तराईको फरक फरक तरिकाको चाहिँ वातावरण हुन्छ है। पनि जेनरल्ली यी तीनैवटा क्षेत्रहरूलाई हैन, हिमाल पहाड तराई यी तीनै क्षेत्रलाई मध्यनजर गरेर चाहिँ एभरेजमा माउरीको सिजन सुरु हुने बेला चाहिँ तपाईँहरूको असोज कार्तिकदेखि लिएर चाहिँ चैत वैशाखसम्म यो महिनाभित्रमा चाहिँ तपाईँहरूको माउरीको सिजन भइसक्छ है त साथीहरू। किनभने यतिखेर चाहिँ अब फुलहरू पनि फुल्ने होइन, अनि त्यस पछाडि उनीहरूलाई चरण क्षेत्र पनि हुने, अनि माउरी गोला मजबुत बन्दै जाने, खानेकुराहरू बढी भएपछि अनि त्यस पछाडि उनीहरूले गोला विभाजन गर्ने, रानीहरू बनाउने होइन, अनि स्वामिङ भएर जाने हुन्छ है त त्यतिखेर चाहिँ। अनि वातावरण पनि न्यानो अनुकूल माउरीको वृद्धिको लागि अनुकूल वातावरण त्यतिखेर हुने भएकाले त्यस्तो बेलामा चाहिँ अब मैले भनेको समयमा चाहिँ माउरीहरू छुट्ने होइन, माउरीले गोला विभाजन गर्ने हुने भएकाले चाहिँ त्यतिखेर चाहिँ एकदमै बढी मात्रामा चाहिँ तपाईँहरूकोमा घार खोज्न आउने समय हो है त साथीहरू। अब अन्य समयमा चाहिँ आउँदैन भन्दाखेरि त्यतिखेर पनि आउँछ, तर त्यतिखेर चाहिँ अलिक कम सम्भावना हुन्छ ल। त्यतिखेर चाहिँ अब 20% जति सम्भावना हुन्छ भने अब सिजनमा चाहिँ 80% जस्तो सम्भावना चाहिँ हुन्छ है त घार खोज्न आउने। यस भिडियो मार्फत चाहिँ माउरी आउनमा के कुराको भूमिका हुन्छ अथवा नआउनमा के कुराको भूमिका हुन्छ भनेर चाहिँ मैले तपाईँहरूलाई यस भिडियो मार्फत भने। यदि मैले भने जस्तै तपाईँहरूले गर्न सक्नुभयो, मैले भने जस्तै कुराहरूलाई तपाईँहरूले ध्यानमा राखेर चाहिँ घार व्यवस्थापन गर्नुभयो भने चाहिँ तपाईँहरूकोमा 100% माउरी आउँछ। आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? यदि भिडियो मन पर्यो भने चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु होला, अनि भिडियोलाई पनि लाइक गरिदिनु होला। यस्तै माउरी सम्बन्धी जानकारीको लागि चाहिँ मेरो भिडियोहरू हेर्दै गर्नु होला। अर्को माउरी सम्बन्धी जानकारी लिएर फेरि पनि आउनेछु। त्यतिन्जेलसम्मको लागि चाहिँ बिदा चाहन्छु है त साथीहरू।